हाई गाइज वेलकम टु माई मिनी भ्लग। म चाहिँ आज एक्लै क्लास सार्दै छु। मेरो साथीहरू चाहिँ कोही पनि आएनन् आज क्लास सकिसकेपछि चाहिँ मेरो माया मिससँग भेट भयो। अनि माया मिसको चाहिँ काम रहेछ बजार। अनि मलाई पनि साठी जाम न भनेर भन्नुभयो। अनि म चाहिँ साठी गएको थिएँ। उहाँको चाहिँ सामान पठाइदिनु पर्ने थियो कि यहाँबाट रोल्पा। अनि उहाँको चाहिँ यहाँ कपडा पठाइदिनु पर्ने रहेछ। अनि हामी चाहिँ यो गार्मेन्टमा आएको छौँ। अनि माया मिस चाहिँ यहाँ हुनुहुन्छ। यति क्युटी हुनुहुन्छ नि। तर आँखा लगाउन चाहिँ पाइँदैन होला साथीहरू। किन मिस भनेको भन्ने सोच्नु भएको होला। माया मिस र मैले चाहिँ पहिला एउटै स्कुलमा पढाउँथ्यौँ नि त। अनि त्यति बेला माया मिस भन्ने मिस भन्ने बानी लागेर हामीले अझैसम्म बानी छोड्न सकेको छैनौँ। अनि उहाँले पनि मलाई बेला बेला झुकेर मिस मिस भनिराख्नु भएको हुन्छ। अनि मैले पनि भनिरहेको हुन्छ। तर ठिकै छ। अनि यहाँनिर चाहिँ सबै ड्रेसहरू पाइँदो रहेछ कि भित्र गार्मेन्ट पनि रहेछ। म त त्यही गार्मेन्टमा छु होला भनेको त बस पार्क पुगिसकेछु। अनि हामी चाहिँ यहाँ सामान पुर्याउन आएको। यो चाहिँ घोरेको बस पार्क हो साथीहरू। सामान पुर्याएर आइसकेपछि हामी सिधै गयौँ पानीपुरी र चटपटे खाने ठाउँमा। अनि हामी चाहिँ यहाँनिर पहिला पानीपुरी खाँदैछौँ। अनि पानीपुरी खाइसकेपछि हामीलाई चटपटे खानै पर्ने हुन्छ। पानीपुरी र चटपटे भनेको एक सिक्काका दुई पाटाहरू हुन्। यिनीहरूको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ। यिनीहरू एक बिना अर्को अधुरो छ। यिनीहरू एक अर्काका परिपूरक हुन् भन्ने म यहाँ बयान गर्दैछु। अनि त्यसपछि आयो हाम्रो चटपटे। आज चाहिँ हामी सधैँ खाने ठाउँमा होइन अलि अर्को ठाउँमा आएको थियौँ। अनि यहाँ पनि चटपटे ठिकै बनाउनुहुन्छ। अनि हामीले चाहिँ चटपटे पनि खायौँ त्यहाँदेखि। अनि देख्न सक्नुहुन्छ यो चटपटेको लुक यति मिठो देखिरहेछ। मैले चाहिँ क्यामेरामा माया मिसलाई राखेर खानमा त के लागेको थिएँ मेरो चटपटे त झन्डै पोखेन। अनि मैले खाइसकेपछि माया मिसले पनि खानुभयो। चटपटे चाहिँ ओसिन लागिसकेको थियो। त्यही भएर हामीले हतार हतार खायौँ। अनि माया मिसले खान मन लागेछ खुट्टा। के को खुट्टा भनेर चाहिँ नसोध्नु होला साथीहरू, कुखुराको खुट्टा हो। अनि हामी चाहिँ त्यहाँबाट लिएर सिधै लाग्यौँ माया मिसको कोठामा। अनि माया मिसले मलाई आँप दिनुभयो। अनि म चाहिँ आँप भनेपछि हुरुक्क फुरुक्क नाचिहाल्छु। अनि म चाहिँ यहाँ काटेर खाँदैछु। अनि आँप खाइसकेपछि अघि चाहिँ मैले यो खुट्टाको मामिलामा माया मिसकोबाट नाम लिएको थिएँ। तर अहिले चाहिँ हामी दुवैजना मिलेर चाहिँ यसले फ्राई गरेर खाँदैछौँ। अनि म चाहिँ यसलाई फ्राई गर्दैछु। कुखुराको खुट्टा भनेपछि हामीलाई फेरि एकदम मिठो लाग्ने। अनि मैले चाहिँ कति धेरै समयपछि बल्ल खान लाग्दैछु कि। अनि बाहिर चाहिँ कति धेरै पानी परिरहेको, हजुरहरूकोतिर कस्तो छ। अनि यो पेपरको नाम चाहिँ के हो साथीहरू मलाई थाहा छैन। यो चाहिँ माया मिसले धेरै ल्याउनु भएको रहेछ। अनि मलाई दिनुभएको। उहाँले चाहिँ यसरी राम्रा राम्रा फुलहरू बनाएर टाँस्नु भएको रहेछ कि कोठामा। अनि मलाई एकदम मन पर्यो। अनि म पनि युट्युब हेरेर सिक्छु भनेर चाहिँ मैले ल्याएँ। अनि अब चाहिँ हामी खान सुरु गर्दैछौँ। अघि बजारबाट ल्याएको काँक्रा र खुट्टा खान सुरु भइसकेको छ हाम्रो चाहिँ। अनि म चाहिँ घर जान्छु भन्दै बाहिर रात परेर पनि पानी पर्न लाग्यो कि। अनि 8 बज्न लागिसकेको थियो। अनि माया मिसले चाहिँ नुन छ नुन, मैले बिर्सेँ चाउचाउको नुन छ भनेर नुन ल्याएर आउनुभयो। अनि हामीले चाहिँ यसरी नुनसँग काँक्रा खाँदैछौँ। अब चाहिँ हामी पालै पालो यसरी नुनमा डोबेर यसरी खाँदैछौँ दुईवटा चियर्स गरेर। साथी भएको रमाइलो यही हो साथीहरू। हामी कति समयपछि सँगै